नमस्ते, तपाईलाई स्वागत छ। आज चाहिँ हामी लोकसेवा आयोगले खरिदारतर्फ सोधेका आइक्यू प्रश्नको समाधान ल्याउनेछौँ। जीके चाहिँ हामीले यसपछि लगत्तै हामीले अर्को भिडियोमा देखाउनेछौँ। आइक्यू प्रश्नको समाधान गर्न जान्छौँ। सुरुको प्रश्न नम्बर 11 मा छ तल दिएको निर्देशन अध्ययन गरी सो निर्देशन बमोजिम प्रश्न चिन्ह रहेको स्थानमा रहने गरी उपयुक्त चित्र पत्ता लगाउनुहोस्। निर्देशन बक्सोको बायाँपट्टि रहेको छड्के धरको प्रत्येक 45 डिग्री घुमाउने भने योबाट 45 डिग्री घुमाउँदाखेरि यो यस्तो भयो। यहाँ चाहिँ यस्तो आयो, त्यसपछि यहाँ यस्तो हुन्छ, त्यसपछि यहाँ यस्तो हुन्छ र त्यसपछि यहाँ यस्तो हुन्छ। यहाँ चाहिँ यस्तो भएको अप्सन डी। यो चाहिँ अप्सन डी। यसको यदि पदम असोज 1 गतेदेखि सुरु गरी उक्त महिनाको हरेक चौथो दिन क्रिकेट अभ्यास गर्छ भने उक्त महिनाको कुनमा उसले अभ्यास गर्छ भनेको छ भने सुरुमा 1 गते 4 दिन फरक 5, 9, 13, 17, 21, 25, 29 सबभन्दा अन्तिम दिन चाहिँ 29 गते गर्छ। 1 देखि 35 बिर्ता 3 र 5 ले निशेष भाग जाने सबै अङ्कहरूको औसत कति? 3 र 5 ले भने 3 ले चाहिँ 15 लाई भाग जान्छ, एउटा चाहिँ कतिलाई जान्छ? 30 लाई, एउटालाई 15 र 30 लाई जाने भयो। 15 र 30 लाई गएपछि के हुन्छ? 15 र 30 जोडे 45, 45 भागा 2 गरेपछि 22.5। यसको एन्सर यो हुन्छ, 22.5 हुन्छ। त्यसपछि यसको एन्सर चाहिँ तपाईले चेन्ज गर्नु होला। अप्सन नम्बर ए चाहिँ यसको एन्सर हुन्छ। त्यसपछि यदि कुनै कोड भाषामा भनेको छ भने यसको चाहिँ डाउन भनेको छ, नेम भनेको छ भने एम भनेको के हो? पर्सेन्टेज। एम भनेको यहाँ पर्सेन्टेज दिएको छ, ओ भनेको चाहिँ @ यहाँ दिएको छ, ओ भनेको @ डी भनेको 5, डी भनेको 5 र ई भनेको 3, ई भनेको 3। अप्सन नम्बर डी एन्सर। अब यहाँ यसको चाहिँ भनेको चाहिँ यहाँको चाहिँ कोल्ड 9 भनेको भन्नाले के जनाउँछ भने कोल्ड 9 भनेको सिएलओयुडी यहाँ छ, सिएलओयुडी भनेको एचएपीएल भयो भने चाहिँ अनि 9 NIN9 RESB हो। अनि यसको एन्सर अप्सन नम्बर डी हुन्छ। त्यस्तै 55 जना विद्यार्थीको कक्षामा रोशनी अगाडिबाट 4औं स्थानमा छन्, अगाडिबाट 14औं स्थानमा रहेछन्। उनी कक्षामा अरू 4 जना विद्यार्थी थप भर्ना भएपछि उनी अघिल्लो स्थानभन्दा 3 स्थान पछाडि परिन् भने अब रोशनी पछाडिबाट कतिौं स्थानमा पर्छिन् होला भनेर सोधेको छ। सुरुमा कतिजना छन्? रोशनी 14औं स्थानमा थिइन्, जम्मा 55 जना थिए। 3 जना थपे, 4 जना थपे भनेपछि कति भए? जम्मा 59 वटा भए। 59 भइसकेपछि रोशनीको स्थान थपेर 17 मा पुग्यो। 17 मा पुग्यो भनेपछि के हुने भयो? अब 59 - 17 गर्नु। 59 - 17 गरेपछि 42 भयो, प्लस रोशनीको स्थान समेत जोडेर 1 43। यसको एन्सर 43 हुने भयो। त्यस्तै दिएको त्रिभुजको संख्या यसमा चाहिँ 27 वटा त्रिभुजको संख्या चाहिँ 27 रहेका छन्। उत्तरतर्फ फर्किरहेकी एकजना केटी 180 डिग्री सहीको घडीको विपरीत दिशातर्फ गर्छन्। यहाँनिर उत्तरतर्फ फर्किएकी यिनी घडीको दुईको 180 डिग्री भनेपछि यहाँ आयो, दक्षिणतर्फ फर्किने, दक्षिणतर्फ हुन्छन् र घडीको सुईको दिशाको 225 डिग्री भनेपछि यतातिर 90 भयो, यतातिर 90, 180 भयो। अनि पछि 45 डिग्री घुमेपछि यिनी यहाँ पुग्छन्। यहाँबाट घडी घुम्ने दिशातर्फ भनेपछि 225 भनेपछि यहाँ भनेको के भयो? यो पूर्व हो, यो उत्तर भयो भने यसको एन्सर उत्तर पूर्व हुन्छ। त्यसरी यसको 20 निम्न प्रश्न दिएको जानकारीका आधारमा भनेको छ। यसको एन्सर चाहिँ अप्सन नम्बर सी हुन्छ। यसको एन्सर चाहिँ अप्सन नम्बर सी। अनि त्यसभन्दा पछि यिनीहरू चाहिँ अब जीके भयो। हामी जीके को भिडियो फेरि ल्याउनेछौँ, आइक्यूको मात्रै ल्याएका छौँ अहिले चाहिँ। त्यसपछि अर्को आइक्यू प्रश्न रहेको छ। अब यसमा मिस्टेक कतिवटा छन् भनेर सोधेको मूल सूची र सहायक सूचीमा। अब यसमा कति छ? हेटौडा कपडा उद्योग लिमिटेड हेटौडा छ भने यहाँ चाहिँ हेटौडा कपडा उद्योग प्राइभेट लिमिटेड। अब यहाँ चाहिँ प्राइभेट थपियो, प्राइभेट थिएन, एउटा मिस्टेक भयो। अब बागमती प्रोभिन्स नेपाल यहाँ ठिक छ। हेटौडा इन्डस्ट्रियल डिस्ट्रियल भने चाहिँ यहाँ हेटौडा इन्डस्ट्रियल एरिया छ, त्यसैले दुईटा भयो। अनि यहाँ दुईवटा महलमा त्रुटि रहेका छन् भने आई र आईआईमा दुईवटा महलमा। मूलप्रति यसमा र यसमा पुरै पढ्ने, त्यसमा गलत चाहिँ मोमेन्टमा भन्ने छ। यहाँ चाहिँ मोमेन्टममा छ, यहाँ मोमेन्टमा छ, त्यसैले एउटा मात्रै गलत, त्यसैले अप्सन नम्बर ए हुन्छ। अब यसमा तल दिएको क्रममा श्रेणी चिन्हमा राखिएको विकल्प कुन सही हुन्छ भनेको छ। अनि यसमा चाहिँ लाइन गर्ने 1 2 3 4 5 6 7 वटाबाट यहाँ 1 2 3 4 5 6 वटा भयो। अनि यहाँ एउटा घट्यो, 6 बाट 1 2 3 4 5 माइनस एउटा भयो। अब 5 बाट एउटा घट्यो, 4 वटा 1 2 3 4। अप्सन एमा 4, अरूमा 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 छ हुनाले अप्सन ए हाम्रो एन्सर हुन्छ। त्यसैले अब अर्को प्रश्न रहेको छ। तल दिएका विकल्पहरूमा नमिल्ने पत्ता लगाउनुहोस् भनेको छ। नमिल्ने ABCD चित्र दिएको छ, यसमा नमिल्ने चाहिँ यस अप्सन नम्बर ए नै मिल्दैन। यो चाहिँ बाहिर, यो सर्टकोट छ, भित्रको सर्टकोट भन्दा बाहिर चाहिँ तीनवटै गोलो रहेका छन्। यहाँ चाहिँ हेर्नुस्, यहाँ भित्रको सर्टकोट भित्रै रहेका छन्। चतुर्भुजभित्र एउटा दुईटा, भित्रको चतुर्भुजभित्र दुईटा गोलो र कालो भरेको छैन, बाहिर एउटा। यसमा पनि भित्र दुईटा
बाहिर एउटा, यसमा नि दुईटाभित्र एउटा बाहिर भएकाले यसको एन्सर अप्सन नम्बर ए हुन्छ। अनि तल दिएको विकल्पबाट नमिल्ने पत्ता लगाउनुहोस् भनेको छ। जे पछि के छोडेर एल, एल पछि एम छोडेर एन, एन पछि ओ छोडेर पी आउँछ, पी पछि क्यू छोडेर आर, आर पछि एस छोडेर टी, टी पछि यू छोडेर भी आयो। त्यस्तै डी पछि ई छोडेर एफ, एफ पछि जी छोडेर एच, एच पछि आई छोडेर जे आउँछ। त्यस्तै एम पछि एन छोडेर ओ, ओ पछि पी छोडेर क्यू, क्यू पछि आर छोडेर एस आउने ठाउँमा टी आयो। त्यसैले अप्सन नम्बर डी यही एन्सर हुने भयो। तल दिएको प्रश्नमा भनेपछि यो 6 35 7 भनेको 6 को स्क्वायर 6 6 का 36 -1 35, 7 को 7 7 49 -1 गरेर 48 हाम्रो यसको एन्सर रहेको छ। प्रश्नवाचक चिन्हमा ठाउँमा उपयुक्त विकल्प छान्नुहोस् भनेको छ। यो दिएको छ, यसको मिरर इमेज जस्तै यो नजिकको नजिक यस्तो भयो, नजिकको नजिक टाढाको टाढा यसरी घुमाउँदा पनि यसको एन्सर देखाउँछ। त्यस्तै एम चाहिँ जस्ताको तस्तै हुन्छ, यस्तो एमबाट यहाँबाट सुरु हुन्छ, यस्तो यस्तो एम जस्ताको तस्तै हुनेर अप्सन नम्बर सी हाम्रो एन्सर हुने भयो। त्यस्तै तल दिएको अङ्कको सङ्ख्यात्मक क्रम फाइलिमिदा अन्डरलाइन गरिएको स्थान कुनमा पर्छ भनेको छ। अन्डरलाइन गरिएको 7.215 भने सबभन्दा पहिला 7.215 हुन्छ, 7.215 एक नम्बर भयो। 2 नम्बरमा चाहिँ 7.251 7.251 हुन्छ। 3 नम्बरमा चाहिँ 72.15 हुन्छ, 72.15 हुन्छ। 4 नम्बरमा 721.5 हुन्छ। त्यसैले यो चाहिँ कतिमा आयो 7.25 7.251 भनेको 1 नम्बर 2 नम्बरमा आयो। त्यसैले अप्सन नम्बर बी यसको एन्सर हुन्छ। तल दिएका नामहरू वर्णनका अनुसार मिलाउँदा भने सुरुमा के हुन्छ अबाट दुईटा छ, अनुक्रम र अनायास। सुरुमा अनायास आउनु पर्यो, अप्सन नम्बर 3 सुरुमा आउनु पर्यो। योमा 1 आयो, अरूमा आयो। त्यसपछि अनायास पछि अनुक्रम 3 पछि 1 हुनु पर्यो, 3 पछि 1 3 पछि 1 3 पछि 1 सबैमा आयो। त्यसपछि पछि ई आउनु पर्यो, 6 आउनु पर्यो, 3 1 पछि 6 आउनु पर्यो। 6 आएको यो मात्र छ, यसमा र यसमा छैन। त्यसैले हाम्रो अप्सन नम्बर डी यसको एन्सर हुन्छ। हवस् त, आजलाई आइक्यूको प्रश्न यति नै समाप्त भएका छन्। अब चाहिँ हामी जीके भिडियो ल्याएर आउनेछौँ। हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, गएर हेर्नुहोस्। एन्सर जीके प्रश्नहरूको समाधान पनि तपाईँहरूले हेरुन्जेलसम्म आइसकेको हुनेछ। धन्यवाद।